रसुवा बाढी अपडेट 389 जनाको सफेला, 446 जना घाइते। रसुवा र नुवाकोटबाट 2 दिनमा 937 जनाको उद्धार। भोटेकोसीमा अझै बाढी आउन सक्ने, सुरक्षित रहन सबैलाई आग्रह। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भन्यो, हिजो बाढी सिर्जना भएकै स्थानमा नदी थुनिएर बनेको छ ताल, फुट्ने जोखिम। भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरू तुरुन्तै सुरक्षित र अग्लो स्थानमा जान आग्रह। भोटेकोसी बाढीले 40 किलोमिटर सड़क र 41 वटा पुल ध्वस्त। बाढीको पूर्व सूचना दिन राखिएका केन्द्रले नै किन सकेनन् बेलैमा सूचना दिन। कोशी प्रदेशमा 42 वटा हिमताल उच्च जोखिममा। रसुवा बाढीमा 32 देशका 624 विदेशी नागरिक बेपत्ता, कुन देशका कति? यस सम्बन्धी पूरै जानकारी आजको समाचारमा। माथिल्लो त्रिशुली जलविद्युत आयोजनाको सुरुङमा फँसेका 350 जनाको उद्धार। प्रधानमन्त्री उद्धार कोषमा 6 घण्टामै उठ्यो 27 करोड़ 33 लाख रुपियाँ। उद्धार र राहत पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री बालेनले भने, उद्धार र राहतमा कुनै स्रोत साधनको कमी हुँदैन। विपदमा अमानवीय हरकत, नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने 2 जना पक्राउ। 5 जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन, 212 जना उद्धारको पर्खाइमा। बाढी पीड़ितलाई निजामती कर्मचारीबाट 36 करोड़ बराबर योगदान गरिने। विपदमा उद्धारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय। विदेशी नागरिकको उद्धार तथा खोजी गर्ने इमर्जेन्सी रेस्पोन्स टीम। रसुवा बाढीमा सद्गुरू समूहका 80 तीर्थयात्री सम्पर्कविहीन। गृहमन्त्री सुदन गुरुङ नुवाकोटमा राहत तथा उद्धारको स्थलगत निरीक्षण। सुरुङमा फँसेकाको उद्धारका लागि गृहमन्त्रीले खोजी मिनी एक्साभेटर। बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउने अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाई। सरकारले राहत कोषबाट तत्काल 35 अर्ब रुपियाँ परिचालन गर्न सक्ने। भोटेकोसी बाढी प्रभावित क्षेत्रमा 13,000 भन्दा बढी सुरक्षाकर्मी परिचालन। भारतीय सहायताप्रति आभार व्यक्त गर्दै रासोपाका सभापति रवि लामिछानेले भने, संकटको यो घड़ीमा ऐक्यबद्धता महसुस भएको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख भन्छन्, सीमानाको ताल फुटे पनि ठूलो क्षति हुँदैन, तर सतर्क रहौं। बाढी प्रभावितका लागि सरकारी कर्मचारीबाट 36 करोड़ योगदान। कांग्रेसको महाधिवेशन गर्ने बाटो खुल्यो, सर्वोच्चले दिएन, देउबाको पक्षमा आदेश। मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहारी लाग्दो अनुभव। यस्तो छ मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहारी लाग्दो अनुभव। बाढीमा फँसेकाहरूको खोजी तथा उद्धारमा प्रत्यक्ष विदेशी सहायता नलिने परराष्ट्र मन्त्रालयको निर्णय। तनहुँ, गोर्खा र नवलपुरमा 135 शव भेटिए, 19 वटा पोखरा ल्याइए। रसुवा बाढीमा पहिचान हुन नसकेका शवहरूको सूची क्यूआर स्क्यान गरेर हेर्न सकिने। मान सरोवर जाने तीर्थयात्री बोकेका 40 गाडी सम्पर्कविहीन रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाई। प्रत्यक्षदर्शीको भनाई, माइकिङ त गरिएकै हो, तर पहिले पनि यस्तो भइरहन्थ्यो, नपत्याउँदा क्षति भयो। सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशन। महाविपत्तिमा निजी क्षेत्रले दिल खोलेर सरकारलाई दियो साथ। एक दिनमै उठ्यो 46 करोड़। विद्यालयहरूमा ठूलो क्षति, रसुवाको विवरण संकलनमै समस्या। बाढी